ल हामी चाहिँ अहिले गोकर्ण ट्याक्कै आइपुगिसक्यौँ। अब साकेलले चाहिँ यहाँबाट अलिक माथि हो माथितिर लैजाउँ न माथि। हामी चाहिँ यहाँ उकालो आइसक्यौँ तर पहिले जस्तो चाहिँ अहिले मान्छे छैन रहेछ खासै है। पहिला चाहिँ पुरा ओभर थियो क्या, पानी पनि परिरहेको थियो तर वेदर चाहिँ अहिले राम्रो अलिक बटारमै गाउँले बटारमै बटार बटारमै बटार यो दुईटा यहाँ रोकेर पनि उठ्छ क्या यो यहाँ रोक्नुभयो भने पनि त्यो उठ्छ उठिहाल्छ क्या एफडीलाई त उठ्दै अब यतैतिर पार्किङ भन्यो माथि राख्नु यता हो कि ए बुझ्यो आइपुग्यो ल सोल्टी कता राख्नु त ऊ यता राख्नु न परतिर। ल हामी चाहिँ गोकर्ण आइपुगिसकेका छौँ साकेलाको लागि। अनि यता हाम्रो सोल्टीहरू यता हाम्रो दाईहरू पनि छक्कै भेट भयो बाटैमा है। अब हामी चाहिँ एकछिनपछि साकेला नाच्न जान्छौँ। अब चट्टसँगले अब साकेला नाच हेर्ने हो होइन, रमाइलो गर्ने हो। अनि तपाईँको चाहिँ नि मुड चल्यो भने डान्स पनि गर्ने हो, नत्र हेरेर चिन्ने लाउने आज विचार छ मेरो चाहिँ होइन। गाउँले गर्दा नाच्ने नै हो होइन। यो गुगौली साकेला आयोजना गरिरहेको ठाउँमा हाम्रा किरासी अध्ययन केन्द्र जिउबाट नाचिरहनु भएको छ र सम्पूर्ण हाम्रा समुदायका साथीहरूले सांस्कृतिक प्रेमीज्यूहरूले हाम्रा अध्ययन केन्द्र जिउहरूलाई एकदमै साथ सहयोग सपोर्ट गरिरहनु भएको देखिरहेको छु।